नमस्कार सबैजनालाई। आज पनि नयाँ भिडियो सामग्री लिएर आउने क्रममा आज च्याप्टर 7 पाठको नाल्सी भन्ने शीर्षक है, नाल्सी मौसम भन्ने शीर्षकलाई लिएर उपस्थित भएको छु। यदि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया पनि दिन नभुल्नुहोला। अब सुरु गरौँ हाम्रो टपिकबाट। हाम्रो आजको टपिक रहेको छ नाल्सी है, मौसम वेदरको बारेमा। लजाउँ सबैभन्दा सुरु भएन त हाङ्गुगुन है, कोरिया चाहिँ अथवा कोरिया चाहिँ फोम वसन्त ऋतु है, यरुन ग्रीष्म ऋतु, खाउल शरद ऋतु र ख्याउल शिशिर ऋतु। सागेजरी तुर्य थान्छ हैन, सागेजल 4 ऋतु, तुर्य थादा भनेको फरक हुनु है। कोरिया चाहिँ वसन्त, ग्रीष्म, शरद, शिशिर 4 वटा फरक ऋतु भएको नारायणीदा देश हो अरे। फोम उन छ है, वसन्त ऋतु चाहिँ यानी फोम उन है, वसन्त ऋतु चाहिँ सामरेस ओवल उन भनेको चाहिँ है, वसन्त ऋतु यानी कि 3 देखि 5 महिनासम्म चाहिँ तातो थाम्य न्यानो हुँदै अथवा न्यानो हुन्छ र फतकोत भनेको यो चेरी फुल भयो र अर्को यङसान होङ है, यो चाहिँ फुल भनेको यो गुराँसको प्रजाति है, अथवा गुराँसै भन्नु अथवा गुराँसको एउटा प्रजातिको फुलको नाम हो यो। वाखातन जस्ता आरुमदाउन कोची है, आरुमदाउन भनेको सुन्दर, कोत भनेको फुल, मानी फिम्निदा धेरै फुल्छन् अरे। सारामदुरुन मानिसहरू चाहिँ फोम माझी वसन्त ऋतुमा भन्नुस् अथवा वसन्त ऋतु लागेसँगै कोत खोग्यङदो खागो, कोत खोग्यङ भनेको फुलको अवलोकन है, अथवा फुल हेर्नु भन्नुस्, फुल अवलोकन गर्नु भनेको फुल हेर्न पनि गएर अथवा फुलको अवलोकन पनि गरेर आरुमदाउन फोम है, आरुमदाउन भनेको सुन्दर, फोम ख्यङची भनेको वसन्त ऋतुको दृश्यहरू भ्यूहरूमा चाहिँ छुल्गिम्निदा रमाउँछन्। ल हेर्नु त, यो माथिको फर्स्ट प्यासेजले के भन्नु, कोरिया चाहिँ वसन्त, ग्रीष्म, शरद र शिशिर है 4 वटा फरक फरक ऋतु भएको देश हो अरे। अनि वसन्त ऋतु यानी कि तेस्रो महिनादेखि 5औं महिनासम्म चाहिँ न्यानो हुन्छ अरे, यानी चेरी फुल अनि गुराँस फुल जस्ता सुन्दर फुलहरू चाहिँ धेरै फुल्छन् अरे। अनि मानिसहरू चाहिँ यो वसन्त ऋतुमा भन्नुहोस् अथवा वसन्त ऋतु लागेसँगै फुलको अवलोकन पनि जान्छन् अरे, भने फुल हेर्न पनि जान्छन् अरे। अनि सुन्दर वसन्त ऋतुको यो भ्यूमा सिनमा चाहिँ रमाउने गर्छन् अरे। असिम त्यसै गरी तलतिर बढी जाउँ। अब यरुम ग्रीष्म ऋतु यानी कि युवर एस फारवल 6औं महिनादेखि 8औं महिना एनुनमा चाहिँ थपको गर्मी अनि है, अथवा गर्मी भएर भन्नुहोस् अथवा गर्मी हुन्छ र फिगा मानियोम्निदा पानी धेरै पर्छ अरे। छाङमा है, छाङमा भन्नुहोस् अथवा छाङमा छल भन्नुहोस्, वर्षायाम झरी भन्नुहोस्, रेनी सिजन। कुन्नागो सकिएर संक्षिप्तो गाछ 30 डिग्री नम्नुन भने भन्दा बढी है, 30 डिग्री कटेर भन्नुहोस् अथवा 30 डिग्री भन्दा बढी। मुदव भनेको असाध्यै गर्मी, सिजाक थैमेन है सुरु भयो भने। सारामदुरुन मानिसहरू चाहिँ आरुमदाउन हेबियन, आरुमदाउन भनेको त सुन्दर भइगयो, हेबियन समुद्री किनार है, बीचहरू भयो, अथवा खेगोगुरो, खेगोक भनेको उपत्यका भ्यालीहरू है, डाँडा काँडाहरू भ्याली उपत्यकातिर चाहिँ युगाल तनादा भनेको त बिदामा छुट्नु अथवा बिदामा निस्किन्छन् अरे है। ल अनि सँगै पछाडि जाउँ। फामेनुन है, रातमा चाहिँ अथवा राति चाहिँ यल्देया रो छ असाध्यै गर्मीको कारणले, यल्देया भनेको असाध्यै गर्मी, एकदमै गर्मीहरू भनेको द्वारा अथवा कारणले भन्नुहोस्। छामुल सल्सिगिदो हाम्निदा, अब छामुल सल्सिदा भनेको सुत्न कठिनाइ हुनु, सुत्न गाह्रो हुनु। छामुल सल्सिगिदो हाम्निदा सुत्न कठिनाइ पनि हुने गर्दछ अरे। अब यहाँनिर के भन्न खोजेको छ भने ग्रीष्म ऋतु चाहिँ है, ग्रीष्म ऋतु जुन चाहिँ 6औं देखि 8औं महिनासम्म हो, त्यो चाहिँ एकदमै ग्रीष्म ऋतुमा चाहिँ गर्मी हुन्छ अरे अनि पानी पनि धेरै पर्छ अरे। अनि त्यसमा वर्षायाम झरी है, रेनी सिजन चाहिँ सकिएर 30 डिग्री भन्दा बढी गर्मी चाहिँ सुरु भयो भने चाहिँ जब हैन रेनी सिजन सकिएर चाहिँ
जब 30 डिग्री भन्दा माथि टेम्परेचरहरु लाग्न थाल्छ तब चाहिँ मान्छेहरु सुन्दर समुद्री किनारहरुमा बीचहरुमा अनि डाँडाकाँडा है उपत्यकातिर चाहिँ बिदामा निस्किन्छन् अरे अथवा बिदाको लागि छोड्छन् भन्नु खोजेको बिदामा चाहिँ डाँडाकाँडातिर निस्किन्छन् अरे बिदा छोड्छ ल युगालु तनाला भने बिदामा छोड्नु है अथवा बिदामा निस्किनु भन्नु अनि राति चाहिँ है अब यो जुन रेनी सिजन सक्यो 30 डिग्री भन्दा धेरै टेम्परेचर गएपछि त रातमा पनि अब टेम्परेचर त हाई हुन्छ है अनि त्यो भएकोले गर्दा रातमा पनि धेरै गर्मीको कारण चाहिँ सुत्नमा चाहिँ कठिनाइ हुने पनि गर्छ अरे अब सेम त्यसैगरी जानुस् खाउल है शरद यानी कि क्वरेस शिविरवल 9 महिनादेखि 11औं महिना एनुनमा चाहिँ मक्को सफा अनि सिवाहान नाल्सीगा है सिवाहान नाल्सी भनेको शीतल मौसम इय जिदा भनेको निरन्तर हुनु अथवा पूरा हुनु भन्ने अर्थ लाग्छ यहाँनिर चाहिँ निरन्तरता हुन्छ अरे निरन्तर हुन्छ अरे कन्टिन्यू हुन्छ अरे है भने के रहेछ शरद ऋतुमा चाहिँ सफा अनि शीतल मौसम चाहिँ निरन्तर हुन्छ अरे यो खाउलमा है शरद ऋतुमा अब यङ सेक भनेको विभिन्न कलर है रंगी चंगी भन्नु अब विभिन्न कलर उरो भनेको द्वारा खोपके मूलधन भनेको रङ भरिएको है खोपके मूलधन भने रङ भरिएको अथवा रंगीन भएको भन्नुस् थानफुङ भनेको अथवा हामीले नर्मली वर्डिङलाई भबसँग मिलाउने थानफुङी थुल्दा भनेको त पातहरु फेरिनु हो नि त अब विभिन्न कलर द्वारा चाहिँ रंगीन भएको अथवा कलरले भरिएको थानफुङुल भनेको पातलाई भनेको रुखहरुको जुन फेरिएको पातलाई चाहिँ फोगी उहे हेर्नको निमित्त सानुलो पहाडतिर यहेंगुल तनादा भनेको भ्रमण छुट्नु भनेको भ्रमण निस्किने सारामदुरी मानसुम्निदा मानिसहरु चाहिँ धेरै हुन्छ अरे अनि नाल्सीका छोवा अब मौसम छोथा भनेको त राम्रो हुनु छोवा राम्रो भई भने यो जुन खाउलमा चाहिँ मौसम पनि राम्रो हुन्छ अरे अथवा राम्रो भई अथवा भएर हाक्यो हुँदुङे विद्यालयको खेलकुद कार्यक्रम है अथवा खेलकुद प्रतियोगिता भन्नुस् अथवा खेलकुद कार्यक्रम अथवा छुक्चे भनेको पर्व हैन फेस्टिभलहरु अथवा त्यहाँ गरिने प्रोग्रामहरु दुङवा खातुन जस्ता आदि जस्ता छुङयोहान हेङसा महत्त्वपूर्ण उत्सवहरु कार्यक्रमहरु चाहिँ माने धेरै यलिदा भनेको त खोलिनु भनेको कार्यक्रमहरु खोलिनु भनेको आयोजना गर्नु सञ्चालन गरिन्छ अरे ल अब सेम त्यसैगरी जानुस् तलतिरपटि अब ख्यौल शिशिर ऋतु यानी कि सिबिवारेस इवल 12 महिना यानी कि डिसेम्बर देखि फेब्रुअरी चाहिँ यङहा छ है यङहा भनेको 0 भन्दा मुनि टेम्परेचरहरुको सन्दर्भमा है भन्नु खोजेको माइनस भन्नु खोजेको यङहा सिप्दो काजी भनेको -10 डिग्री दोले डिग्री जनाउँछ है काजी भनेको सम्म नेरेगाल है नेरेगादा भनेको त झर्नु डाउन हुनु नि त नेरेगाल झरी अथवा झर्ने छङदोरो स्तरद्वारा है छङदोले अब जति भन्दा पनि स्तर को रूपमा मेउ छुपको एकदमै चिसो भएर है छुप्ता चिसो हुनु चिसो भएर जाडो भएर भन्नुस् खाङ भनेको नदी मूल भनेको पानी अनि पछाडी अल्दा भनेको जम्नु है बरफ हुनु अखाङ मुरी भनेको नदीको पानी अल्दा जम्नु पछाडी गिदो हामीदाले ने पनि गर्छ है खोलाको पानी जम्ने पनि गर्छ अरे एकदमै -10 डिग्री सम्म झरेकोले गर्दाखेरि नोफुन छिदे भनेको नोफुन भनेको अग्लो छिदे भनेको मैदानहरु है अग्लो मैदानमा नुनी मानी नेरिय हैन त हिउँ धेरै झरेर अथवा हिउँ धेरै परेर सुखी भनेको स्की अथवा सुखैथु बोदु भनेको स्केटबोर्ड दुङ आदि खेउल सुफोछु है भनेको यो जाडो महिनामा शिशिर ऋतुमा चाहिँ खेल्ने स्पोर्ट खेलहरुमा चाहिँ छुल्गिनुन सारामदुरी मानसुम्निदा रमाइलो गर्ने रमाउने मानिसहरु पनि धेरै हुन्छ अरे अनि सामिरुन है 3 दिन चाहिँ छुक्को चिसो अनि साइरुन 4 दिन चाहिँ तातो थान है न्यानो अथवा गर्मी भन्नुस् अथवा न्यानो तातो जुन चाहिँ यसलाई नै अब सर्ट फर्ममा लेखेको छ हेर्नु त के लेखेको छ सामहान साउन छ भनेको 3 दिन चाहिँ
चिसो अनि 4 दिन तातो न्यानो, यो जुन एउटा हेन्साङ्गी घटनालाई नाथा नागिदो हाम्निदा जनाउने पनि गर्छ अरे। ल अब सेम त्यसै गरी जानुस् तलतिरपट्टि हाङ्गुक सारामदुन कोरियन मानिसहरू चाहिँ नमु थौन यरुम है, नमु भनेको एकदमै, थौन थप्ताको है, थौन भने गर्मी, यरुम भने ग्रीष्म ऋतु, इना अथवा नमु छोन एकदमै जाडो अथवा चिसो ख्यौल, शिशि ऋतु बोदा भनेको भन्दा, सिवन हागो शीतल अनि ख्यङ्चिगा आरुमदाउन दृश्य चाहिँ सुन्दर भएको फोमग्वा खाउल है, वसन्त ऋतु र शरद ऋतुलाई चाहिँ छो हाम्निदा मन पराउँछन्। अब हेर्नु त्यहाँ के भनेको छ, कोरियन मानिसहरू चाहिँ एकदमै गर्मी ग्रीष्म ऋतु अनि एकदमै फेरि चिसो हुने शिशिर ऋतु भन्दा चाहिँ शीतल अनि भ्यूहरू पनि राम्रो देखिने वसन्त ऋतु र शरद ऋतु चाहिँ मन पराउँछन् अरे। खुरना तर यो जुन आजभोलि चाहिँ इसाङ खिवोनुरो है, इसाङ भनेको अनौठो, खिवोन भनेको तापक्रम टेम्परेचर द्वारा, फोमगा खाउल फोम भनेको वसन्त ऋतु र शरद ऋतु चाहिँ चाल्ला भनेको त छोटो हुनु नि त। अब चाल्बा जिदा भनेको छोटो हुँदै जानु, चाल्बा जिन कत्तागो है, छोटो हुँदै अथवा छोटिँदै गएको जस्तो छ दागो भनेर मानुन सारामदुरी धेरै मानिसहरूले चाहिँ यी हामीले कुरा गर्छन् अरे अथवा भन्छन् अरे। अब जाउँ माथिबाट एकचोटि आउँ सर र हामी यो जुन हाम्रो यो मेन हामीले पढेको है नाल्सी मौसमको बारेमा छ। यहाँ के भन्नु खोजेको छ, सिम्पली तरिकाले प्रत्येक ऋतुहरूलाई चाहिँ व्याख्या गरेको छ है। भनेको सुरुमा चाहिँ 4 वटा फरक ऋतु भएको देश हो कोरिया चाहिँ भनेको छ, अनि त्यस पछाडि वसन्त ऋतुलाई व्याख्या गरेको छ है। वसन्त ऋतु जुन चाहिँ तेस्रो देखि 5औं महिनामा पर्छ, त्यसमा चाहिँ न्यानो हुन्छ अनि चेरी फुल, गुराँस फुल जस्ता सुन्दर फुलहरू धेरै फुल्छन्। अनि यो वसन्त ऋतुमा चाहिँ के भनेको छ, फुलको अवलोकन पनि गर्छन् अनि सुन्दर वसन्त ऋतुको भ्यू यानि कि सिनहरू दृश्यहरूमा पनि रमाइलो गर्छन् भनेको छ। अनि त्यसै गरी तलतिरपट्टि ग्रीष्म ऋतु जुन चाहिँ 6औं महिनादेखि 8औं महिनामा चाहिँ एकदमै गर्मी अनि पानी धेरै पर्ने भनेको छ। अनि त्यसमा पनि रेनी सिजन वर्षायाम सकिएपछि चाहिँ अनि 30 डिग्री भन्दा बढी गर्मी चाहिँ सुरु भयो भने भनेको त्यो रेनी रेनी सिजन सकिने बित्तिकै है, सकिएर भन्नुहोस्, जब 30 डिग्री भन्दा माथि टेम्परेचरहरू बढ्नु थाल्छ तब मानिसहरू चाहिँ समुद्री किनारतिर जाने अनि डाँडा काँडामा हैन भ्यालीतिर उपत्यकातिर चाहिँ बिदामा निस्किन्छन् अरे। अनि यो जुन ग्रीष्म ऋतुमा चाहिँ राति पनि गर्मीको कारणले गर्दा चाहिँ सुत्नमा चाहिँ कठिनाइ हुने गर्छ अरे, त्यति भनेको छ। अनि सेम त्यसै गरी तलतिरपट्टि शरद ऋतु जुन चाहिँ 9औं महिनादेखि 11औं महिना छ, यहाँ चाहिँ एकदमै के हुन्छ अरे, सफा र शीतल मौसम चाहिँ निरन्तर भइरहन्छ अरे, हुन्छ अरे। अनि विभिन्न कलरद्वारा चाहिँ रङ्गीन भरिएको अथवा कलरले भरिएको पातलाई हेर्नको निमित्त पहाडतिर भ्रमण छुट्ने हैन, भ्रमणमा निस्किने मानिसहरू पनि धेरै हुन्छ अरे खाउलमा। अनि मौसम पनि राम्रो भएकोले गर्दा विद्यालयतिर जुन खेलकुद कार्यक्रमहरू हुन्छ अथवा त्यो बाहेक अरू कार्यक्रमहरू है, महत्त्वपूर्ण कार्यक्रमहरू चाहिँ यो शरद ऋतुमा चाहिँ धेरै गर्दो रहेछ। अनि सेम त्यसै गरी तलतिरपट्टि शिशिर ऋतु जुन चाहिँ डिसेम्बरदेखि फेब्रुअरी है, 12 महिनादेखि दोस्रो महिना चाहिँ -10 डिग्रीसम्म चाहिँ जुन चाहिँ टेम्परेचर चाहिँ खस्दो रहेछ है, भनेको झर्दा डाउन हुँदो रहेछ। अनि त्यो भएकोले गर्दा एकदमै चिसो हुने अनि खोलाको जुन पानी, नदीको पानीहरू पनि जम्ने गर्छ अरे। अनि त्यो हाई है अग्लो मैदानहरूमा चाहिँ हिउँ धेरै झरेकोले गर्दा त्यहाँनिर स्की हैन अनि स्केट बोर्डहरू आदि जुन चाहिँ विभिन्न अथवा हुन्छ नि त जाडो महिनामा हिउँ पर्दाखेरि खेलिने खेलहरू अथवा जाडो महिनामा खेलिने खेलहरू है, स्पोर्टहरूमा रमाउने मानिस अथवा खेल्ने मानिसहरू पनि धेरै हुन्छ अरे। अनि त्यहाँनिर एउटा 3 दिन चाहिँ एकदमै चिसो हुने अनि 4 दिन चाहिँ न्यानो हुने है, 3 दिन चिसो अनि 4 दिन चाहिँ गर्मी अथवा न्यानो हुने जुन घटनालाई पनि जनाउँछ भनेको छ। अनि लास्टमा के भनेको छ, यति एउटा 4 वटालाई व्याख्या गरिसक्यो एक एक कुरा गरेर। अनि त्यति भइसकेपछि के भनेको छ भन्दा अब कोरियन मानिसहरूले चाहिँ एकदमै गर्मी हुने ग्रीष्म ऋतु अनि फेरि एकदमै चिसोमा पनि धेरै चिसो हुने जुन शिशिर ऋतु भन्दा चाहिँ बरु
शीतल पनि अनि दृश्य पनि राम्रो देखिने वसन्त ऋतु र खाउलै ठिक छ है, यानि कि शरद ऋतु नै ठिक छ भनेर वसन्त र शरद ऋतु चाहिँ मन पराउँछन् अरे कोरियन मानिसहरूले। तर आजकल चाहिँ इसाङ भनेको अनौठो टेम्परेचर हैन, टेम्परेचरद्वारा चाहिँ वसन्त र के भनेको छ शरद ऋतु चाहिँ छोटिँदै गएको छ भन्ने मानिसहरू पनि एकदम भनेर धेरै मानिसहरूले पनि कुरा गर्छन् भनेर यसरी भन्न खोजेको छ। ल आजलाई यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।